हेलो नमस्ते फेरि पनि तपाईहरुलाई हाम्रो स्टाफ साथीहरु एकदम मेहनती के कडा आज त फेरि हाम्रो सहयोगी अंकल पनि आउनु भएको छ तर विद्यार्थीहरुले सर हामी सधैँ त्यही खाजा मात्रै कति खाने त्यो मेनु सेनु हामी थाहा पाउँदैनौ पुरी तरकारी खाने भनेर अलि ठुलो 4-5 कक्षाको विद्यार्थी भाइ बहिनीहरुले भनेपछि त्यसपछि फेरि हाम्रो दिवा खाजा आज पुरी तरकारी अर्थात हाम्रो गाउँको लोकल भाषामा टाट्या गुंगा टाट्या हैन त्यसको लागि उहाँलाई शुभकामना एकदम त्यसको उद्देश्य चाहिँ अलिकति महत्त्वपूर्ण अनि गहिरो भएको पनि त्यसको व्यवस्थापन गर्न चाहिँ एकदम गाह्रो छ व्यवस्थापन गर्न गाह्रो छ हाम्रो देव सर चाहिँ हिजो फेरि ड्रेसमा हुनुहुन्थ्यो आज त ड्रेस निकाली फुकाल्दिनु भयो चिल्लो चिल्लो लाग्छ भनेर हो अब हाम्रो विद्यालयको सबैभन्दा ज्येष्ठ शिक्षक हुनुहुन्छ हाम्रो दाजु अब उहाँ चाहिँ अब धेरै छैन उहाँ 2 वर्ष जति उहाँले यहाँ अध्यापन गराउनु हुनेछ तर उहाँले एकदम फुल हामी सबै जेनजी स्टाफहरु छौं हामीलाई एकदम राम्रो सल्लाह सुझाव पनि देखि लगेर हामीलाई अब शिक्षण गर्ने पद्धति देखि लगेर हरेक कुरा हामीलाई सिकाउनु हुन्छ उहाँ प्रावि स्थायी हुनुहुन्छ हाम्रो मैडम फेरि अलि मोटी हुनुहुन्छ अलि खास हाम्रो अल्छी मैडम हो क्या हाम्रो फेरि अरे हामी त हातमै हो एकदम हातले बनाएर आछौं हामीले अब ल टाट्या खास अलि बसौं त मैडम यो टाट्या कस्ता भयो भन्ने हो के पाके कि पाकेनन् है बहुत पाकिरहेछ अब पाको मान्छेले पकाएपछि त नपाक्ने कुरै पनि भएन अलि पाकेपछि बोलाउँछौं हामी ल कति हो कति टाट्या गुंगा टाट्या खाने हो आज फेरि विद्यार्थीसँग त फेरि विद्यार्थीको पेटमा कहिले आन्दोलन के तालिम पढ्न सक्छ मजाले हो नै पाक्न त स्पेशल पाक्नु पर्यो तपाईँ पाको मान्छेले पकाएको नपाक्ने कुरै भएन ल साथीहरु अब हातमा पनि बन्दैछ मैले अब यो खाएको पनि भिडियो हाल्नेछु तर नेक्स्ट पार्टमा हैन हाम्रो दिवा खाजाको भिडियो चाहिँ हाम्रो पार्ट 2 है यो म काउन्ट गर्छु अहिले हामीलाई 150 जति हो अनि यसो टाटे हाले अब स्टाफहरु पनि टाटे खाइहाल्छन् 1-2 वटा त्यो त त्यो विद्यार्थीले पुग्यो के रे विद्यार्थीले खाएर बच्यो भनेपछि ठीक छ नतर स्टाफहरुलाई त सम्झिने पानी छ पनि हो तर यत्रो पुरी बनाउन सहयोगी काकालाई अलि अंकललाई हुने भयो त्यो भएर हामी सबै लाग्या है जे भए पनि हाम्रो स्टाफ टिम चाहिँ एकदम गजबको छ है मिलेर जान्छ सधैँ नयाँ तालिम हो उहाँले त तालिम गरेर पनि आजै पुग्नु भएको थियो एकछिन काका यता हेर्दिनु न अरे बाप रे हिंसम पनि हुनुहुन्छ क्या हाम्रो काका अरे हातले धेरै राम्रो हो नि ल अलिकति हामीलाई समस्या भनेको गर्मीको पनि भइराछ एकदम बोल्न त्यो केही हुन्न अलिअलि पुल्ले केही हुन्न